नमस्कार। आज हामी स्विफ्ट पडकास्टले कक्षा 12 सकेका विद्यार्थीहरूलाई लक्षित गरेर बनाएको एउटा मार्गदर्शन सामग्रीमा अलि गहिरिएर कुरा गर्दैछौँ। हो, यो विद्यालय सकिएपछिको समय महत्त्वपूर्ण त छँदैछ, तर के गर्ने भन्ने अन्योल पनि हुन्छ धेरैलाई। एकदम त्यही अन्योल हटाउनकै लागि होला यो सामग्री। यसको उद्देश्य चाहिँ खासमा उपलब्ध अवसरहरू र निर्णय प्रक्रियाका मुख्य बुँदाहरू प्रष्ट पार्नु नै हो, हैन त? त्यस्तै देखिन्छ। सुरुमै उहाँहरूले आधारभूत प्रश्न उठाउनु भएको छ, अब थप पढ्ने कि केही काम सिक्ने? हो, यो पहिलो दुविधा नै यही हुन्छ। ब्याचलर्स पढ्ने कि कुनै सिपमूलक तालिम लिने वा खै विदेश जाने? अनि सामग्रीले के भन्छ भने यो निर्णय नितान्त व्यक्तिगत हो। आफ्नो रुचि, क्षमता अनि घरको आर्थिक अवस्था यस्ता कुरामा भर पर्छ। आत्ममूल्याङ्कन गर्नु पर्यो भनेपछि जस्तो मलाई अझै पढ्न मन छ कि छैन, कुन विषयमा रुचि छ, भविष्य कस्तो बनाउने सोचेको छु, यी प्रश्नहरू सोध्नु किन जरुरी छ? किनभने यसो गर्दा पछि गएर पछुताउनु पर्दैन कि भन्ने हो। हचुवामा, साथीको ललैमा वा परिवारको दबावमा निर्णय लियो भने त अर्कै बाटोमा पुगिन्छ नि। ठीक हो। यो स्पष्ट भएपछि मात्रै सामग्रीले स्नातक तहका विकल्पहरू देखाएको छ, जस्तो विज्ञान, व्यवस्थापन, मानविकी। विज्ञानतिर हेर्दा त बीएससी अनि कम्प्युटरतिर रुचि हुनेलाई बीएससी सीएसआईटी, इन्जिनियरिङ वा मेडिकल पढ्ने हो भने आईओई, आईओएम जस्ता संस्थाहरू छन्। हो, तर यी सबैको लागि त फेरि त्यो प्रवेश परीक्षाको तयारी चाहियो, निकै प्रतिस्पर्धा हुन्छ। निकै नै। अनि व्यवस्थापनमा नि? व्यवस्थापनमा पनि अप्सनहरू धेरै छन्। बीबीएस, बीबीए, होटल म्यानेजमेन्टका लागि बीएचएम, बीआईएम। यहाँ सामग्रीले एउटा कुरा के छुट्याएको छ भने कतिपय कोर्स जस्तो बीबीए अलि बढी व्यावहारिक, बजार केन्द्रित हुन्छन् रे। बीबीएसको चाहिँ सैद्धान्तिक आधार बलियो हुन्छ। भनेपछि आफ्नो रुचि र भविष्यको योजना हेरेर छान्नु पर्यो। त्यही हो। अनि मानविकीमा पनि बीए, बीएसडब्ल्यू, कानुन पढ्नेलाई बीएलएलबी, शिक्षामा बीएड, गैर सरकारी संस्था, शिक्षण, पत्रकारिता, कानुनी क्षेत्र यतातिर लाग्न चाहनेलाई यी विषय ठिक हुन सक्छन्। तर यहाँ डिग्रीको मात्र कुरा छैन जस्तो लाग्यो, सिपको पनि कुरा उठेको छ, हैन? हो, यो एकदम महत्त्वपूर्ण कुरा। आजभोलि त डिग्री भन्दा पनि सिप बढी खोज्ने जन्माना आयो भन्ने छ नि। हो र, कस्ता सिपको कुरा गरेको छ सामग्रीले? उहाँहरूले एसईदेखि 12सम्मकाले पनि सिक्न सक्ने केही सिप उल्लेख गर्नुभएको छ, जस्तै डिजिटल मार्केटिङ, सामान्य कोडिङ वा वेब डिजाइन, कन्टेन्ट राइटिङ, भिडियो सम्पादन। अनि त्यो प्रस्तुतिकरण कला, सञ्चार सिप? हो, त्यो पनि। यी सिपहरू डिग्री पढ्दै गर्दा वा त्यो ग्याप इयर लिने चलन छ नि, त्यति बेला सिक्दा पनि फाइदा हुन्छ भनेर जोड दिएको छ। भनेपछि औपचारिक शिक्षासँगै यी व्यावहारिक सिपले रोजगारीमा फाइदा पुग्छ। बिल्कुल। अनि यही प्रतिस्पर्धाको कुरा गर्दा प्रवेश परीक्षाको तयारीलाई पनि हल्का रूपमा लिनु भएन। नतिजा कुरेर बस्नुभन्दा त हो, समयमै तयारी थाल्नु पर्यो। आईओई, आईओएम, सीएसआईटी, बीसीए, बीबीए जुन सुकैको लागि भए पनि पाठ्यक्रम हेर्ने, पुराना प्रश्नहरू हल गर्ने, यसो गर्दा राम्रो। अर्को एउटा ठूलो समूह छ विदेश जाने भनेर आईएल्ट्स तयारी गर्ने। यसबारे के भन्छ सामग्री? विदेश जानु नराम्रो त होइन, तर जानु अघि केही कुरा गम्भीर भएर सोच्नुपर्छ भनिएको छ। जस्तै साँच्चै पढ्नकै लागि जाने हो कि यहाँको स्थिति देखेर पलायन हुन मात्र खोजेको हो? जाने देशबारे, त्यहाँको पढाइ, जीवनयापनबारे राम्रोसँग बुझेको छ कि छैन? अनि आफ्नो अङ्ग्रेजी भाषा कस्तो छ, आर्थिक अवस्था कस्तो छ, नयाँ ठाउँमा घुलमिल हुन सकिन्छ कि सकिन्न? हो, यस्ता कुराको आफैले मूल्याङ्कन गर्नु पर्यो। हल्ला र अरूको देखासिकीमा लागेर मात्र निर्णय लिनु हुँदैन भन्ने स्पष्ट सन्देश छ। कतिपयले चाहिँ 1 वर्ष पढाइ छोडेर ग्याप इयर लिने पनि सोध्छन् नि। ग्याप इयर बारे पनि कुरा छ। यसलाई समय खेर फाल्ने अवसर मान्नु भएन। बरु त्यसलाई कसरी उपयोग गर्ने त? त्यो समयमा स्वयं सेवा गर्ने, केही सानोतिनो काम वा फ्रिलान्सिङ गर्ने, इन्टर्नशिप खोज्ने अथवा कुनै समुदायको लागि काम गर्ने, नयाँ सिप सिक्ने, भाषा सिक्ने, किताब पढ्ने। आत्मविकासमा लगाउने। फिटनेस, ध्यान यस्ता कुराले पनि व्यक्तित्व विकासमा मद्दत गर्छ। त्यो समय खेर जान दिनु भएन।
त्यसो भए मोटामोटी रूपमा भन्दा कक्षा 12 पछिको बाटो रोज्नु भनेको एउटा व्यक्तिगत यात्रा रहेछ। आफ्नो रुचि, क्षमता, भविष्यको सपना हेर्नु पर्यो। अनि बजारमा कस्तो सिप चाहिएको छ, प्रतिस्पर्धा कतिको छ, विदेश जाने हो कि ग्याप इयर लिने हो कि, यी सबै कुराको इमानदार मूल्याङ्कन चाहियो। हो। र सायद सबभन्दा महत्त्वपूर्ण कुरा, जुन बाटो रोजे पनि त्यसमा मन लगाएर लगनशील भएर लाग्नु पर्यो। एकदम निरन्तर प्रयास त चाहियो नै। हो। ल, आजको लागि यो विश्लेषणलाई यही बिट मारौँ। श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ न त। आज तपाईँले सोचेर चाल्नु भएको एउटा सानो कदमले भविष्यमा कुन चाहिँ महत्त्वपूर्ण अवसरको ढोका खोल्ला, यसबारे विचार गर्नुहोला।